हेलो एभ्रिवान, न्यू डे न्यू ब्लग को साथमा चाहिँ म आइसकेको छु अनि हजुरहरुलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। न्यू इयर न्यू ब्लग्स हैन, मेरो चाहिँ फर्स्ट भिडियो युट्युब को। अनि नयाँ हुनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। अनि नयाँ छु, अब केही कमजोरीहरु देख्नु भयो भने चाहिँ मलाई कमेन्ट बक्समा सजेस्ट गरिदिनु होला। हामी बसेको नजिकै रहेको एउटा ड्याम छ, त्यो ड्याम घुम्न जाँदैछौं अनि कस्तो दृश्य हुन्छ म हजुरहरुलाई त्यही गरी देखाउँछु। फाइनली गाइज हामी चाहिँ आफ्नो डेस्टिनेसनमा आइसकेको छौं। गाडी पार्क गरेर एकदमै चर्को घाम लागिरहेछ है। अब चैत वैशाखको घाम त्यसै त अनि त्यहाँनिर चाहिँ एउटा म्युजियम रहेछ हैन, कता कता के छ भनेर लोकेसन हेर्ने ठाउँ रहेछ। अनि हामी चाहिँ त्यो भित्र पस्यौं है। अनि लिफ्ट खोज्दै जाँदाखेरि लिफ्ट पनि भेट्यौं अनि माथि गयौं। माथि रहेछ, गएपछि चाहिँ अनि त्यो भित्र चाहिँ कति धेरै उयोहरु रहेछ के, आई मिन हेर्ने म्यापहरु, अब फुलहरु अनि त्यसपछि चराचुरुङ्गीहरु के कहाँ छ लोकेसन, त्यो एरियामा चाहिँ कति थोक छ भनेर त्यहाँबाट हेरेर जानु पर्दो रहेछ। हामीलाई त अल्छी लाग्यो अनि यसै निस्क्यौं अनि नानी चाहिँ पुरा इन्जोय गरिरहेको थियौं म्याक हैन। अनि माथिबाट हेर्दाखेरि चाहिँ यो भ्यू चाहिँ यस्तो देखेको थियो कि हामी चाहिँ त्यो तल जानुपर्ने एकदमै हाइटमा थियौं हामी चाहिँ। अनि हेर्नु न कस्तो राम्रो भ्यू छ। अनि त्यहाँ तल झर्नको लागि चाहिँ त्यो एलिभेटरबाट पनि हजुरहरु जान सक्नुहुन्छ हैन। अब बुढाबुढी हुनुहुन्छ भने जान सक्नुहुन्न, इन्जोय गर्न चाहनुहुन्छ भने चाहिँ त्यहाँबाट पनि हेर्न मिल्दो रहेछ। हेर्नु त कति लामो छ के डिस्टेन्स पनि हो। त्यो तल जानको लागि चाहिँ हामीले त्यो माथिबाट एलिभेटर युज गरेर पनि जान सकिन्छ र यो के भन्छ ट्रेन जस्तो रहेछ एउटा सानो, त्यो चढेर पनि जान सकिन्छ है त। अनि हामी चाहिँ लिफ्टबाट गयौं, बच्चा पनि थियो अनि लिफ्टबाट हामी तल झर्यौं। यो चाहिँ तल, अघि हामी त्यो माथि थियौं, माथिबाट तल आयौं हैन। अनि यहाँबाट चाहिँ स्टार्ट भयो क्या अब हेर्ने ठाउँहरु। अनि यहाँनिरबाट चाहिँ बिजुली पनि निकाल्दो रहेछ है गाइज। यदि हजुरहरु पनि खानागाबा केनमा हुनुहुन्छ र यस्तै नेचर सम्बन्धी कुनै ठाउँ खोजिरहनु भएको छ भने चाहिँ यो ठाउँलाई चुज गर्नु हैन, एकदमै रमाइलो छ। सो हजुरहरुले चाहिँ बच्चाहरु लिएर जान नि एकदमै कम्फर्टेबल ठाउँ छ कि त्यो फ्यामिलीसँग जान नि। अनि
ठ्याक्कै हामी चाहिँ त्यहाँ पुग्यौं। त्यहाँ गएर मलाई चाहिँ पर्सनली नै एकदमै मन पर्यो है त्यो ठाउँ। अनि यदि हजुरहरू हिँड्न सक्नुहुन्न भने चाहिँ ट्रेन पनि चल्छ त्यहाँ, ट्रेन युज गरेर जान सक्नुहुन्छ। एकदमै रमाइलो दृश्य छ त्यहाँको चाहिँ। अनि मेरो बाबु चाहिँ हेर्नु न ट्रेन देखेर चुचु भन्दै कति फुर्किरहेको थियो। अनि हामी चाहिँ त्यहाँबाट अर्को ठाउँ गयौँ। अनि त्यहाँनिर चाहिँ कस्तो राम्रो झरना क्या, एकदमै ठुलो झरना थियो। त्यो झरना छोडेर त मलाई जानै मन थिएन क्या, कस्तो नेपालमा बसेको वाला फिलिङ्स आइरहेको थियो है। अनि एकछिनसम्म हामी त त्यही नेचरसँग रमाएर बस्यौँ। अनि एउटा दुईटा मैले चाहिँ भिडियोहरू पनि बनाएँ त्यही झरनालाई देखाउँदै होइन, अब बनाउनु त पर्यो। अनि लास्टै रमाइलो ठाउँ छ क्या, हजुरहरू पनि एकचोटि चाहिँ अवश्य भिजिट गर्नु होला। हेर्नु न पानी पनि कस्तो डार्क ग्रिन देखिरह है, अनि एकदमै हरियाली। अनि म चाहिँ एउटा दुईटा भिडियो बनाउँदै थिएँ। अब बच्चाहरू भएपछि खासै भिडियो फोटो नि खिच्न नपाउने, अनि फोटो भन्दा पनि मलाई चाहिँ भिडियो चाहिँ मनपर्छ। अनि भिडियो सिडियो बनायौँ, एकदमै रमाइलो कि एकदमै रमाइलो, फर्किनै मन नलाग्ने कि त्यो ठाउँ देख्दा है, साह्रै रमाइलो। त्यो झरना त झन् हो कस्तो चिसो हावा आइरहेको क्या, त्यहाँ चाहिँ बसिरह जस्तो। अब चैत वैशाखको घाम है, कस्तो हिँड्न नि अल्छी लाग्छ नि त, तर पनि कस्तो मजा आइरहेको थियो कि त्यो ठाउँहरू देख्दा। त्यो पानी, त्यो हरियाली, त्यो झरना सबै नै एकदम वाउ थियो है। अनि धेरै पार्ट छ क्या त्यहाँ घुम्ने चाहिँ, घुमेर नि भ्याइँदैन होला। अनि त्यो एउटा फेरि यस्तो सानो ढुङ्गाको घर जस्तो रहेछ, त्यो घरमा पनि त्योभन्दा माथिको चाहिँ फर्दर स्टेप चाहिँ के छ भनेर हेर्न मिल्दो रहेछ। ठाउँ ठाउँमा त्यस्तो राखिदिँदो रहेछ। अनि ट्रेन चाहिँ फेरि जति बेला नि कुदिरहँदो रहेछ माथिबाट तल, तलबाट माथि होइन, मान्छेहरू ओसार्ने। अनि हेर्नु न कस्तो राम्रो के अरे ट्रेन पनि। अनि गयो माथि उकालोमा पनि अझै धेरै रहेछ कि फुलहरू के रहेछ। अनि सो हिँड्न नसक्ने बुढाबुढीहरू चाहिँ ट्रेन युज गरेर जानुहुन्छ। अनि फेरि अर्को भ्यू हेर्ने ठाउँमा आयौँ है, त्यो भ्यू पनि यति बवाल थियो नि साथीहरू, एमजी त्यहीँ बसिरहँ जस्तो क्या लाग्थ्यो कि म त मिल्ने भने त्यहीँ एउटा घर बनाएर बसौँ जस्तो फिल हुने क्या। अब ट्रेन चाहिँ त्यहाँ माथिसम्म जान्थ्यो के अरे, अनि त्यहीँबाट फेरि फर्किँदो रहेछ। अनि यस्तो राम्रो कि अब ड्याम भनेपछि सबै खोला त हुने होइन, यही त हो। अनि यस्तै नेचरहरू हेऱ्यौँ। अनि त्योभन्दा माथि पनि गयौँ जान चाहिँ। अनि बाबु पनि हेरिरहेको थियो, ऊ पनि मक्क थियो। अनि त्योभन्दा माथि जाँदै थियौँ बाबा छोरा चाहिँ पुरा। अनि त्यहाँ पनि एउटा भिडियो बनाउनु मलाई भिडियो बनाएँ। अनि बाबुले पनि मेरो फोटोकपी गरिरहेको थियो। अनि त्योभन्दा माथि चाहिँ यस्तो बच्चाहरू नुहाउने ठाउँ रहेछ क्या। हामीले चाहिँ फर्स्ट टाइम देखेको यहाँ चाहिँ, हामीले चाहिँ अन्त लान्थ्यौँ नुहाउनलाई, कस्तो मन पर्यो। अनि नेक्स्ट टाइम चाहिँ हामी पनि बाबु नानीहरूलाई त्यहीँ लाने भनेछौँ। अनि सो घाम पनि भइरहेको थियो। अनि हामीले चाहिँ जति सक्ने त्यति घुम्यौँ, आधी मात्र घुमेर फर्क्यौँ कि अझै धेरै थियो घुम्ने ठाउँ। अनि थाकी पनि सकेको थियौँ उकालो ओह्रालो गर्दा गर्दै। अनि हामी चाहिँ घर फर्किँदैछौँ साथीहरू। अनि यो चाहिँ मेरो फर्स्ट भिडियो होइन। सो साउन्ड्स भ्लगलाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो गाइज आजको भिडियो चाहिँ यति नै थियो होइन। आशा छ हजुरहरूले मन पराइदिनु हुनेछ भनेर। सो डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल। थ्याङ्क यू फर वाचिङ। बाई बाई, लभ यू अल गाइज, सी यू इन नेक्स्ट भिडियो।